नमस्कार, शुभ बिहानी सबैजना सन्चै हुनुहुन्छ होला। तपाईँहरूलाई फेरि पनि स्वागत छ मेरो नयाँ मिनी भ्लगमा है त गाइस। आज चाहिँ म धेरै पछि मिनी भ्लग बनाएर हाल्दैछु, सो सबैजनाले हेरिदिनु होला कस्तो लाग्छ है। आज चाहिँ म मासु पकाउने भनेर सोच्दै थिएँ, अनि म चाहिँ जहिले मासु लिन आउँदा यो पप्पी आउँछ के, किनकि यसलाई म मासु दिन्छु नि त। यसलाई बानी परेको छ, त्यसैले आइहाल्छ मलाई देख्ने बित्तिकै। अनि अब मासु लिएर जानु पर्यो भनेको यसलाई पनि 1-2 पिस दिएर जान्छु। अब जहिले यसरी नै बस्छ, के गर्नु, दिनै पर्यो यसलाई। कस्तो माया लाग्दो तरिकाले बसिरह हुन्छ क्या, अनि मेरो मनले मान्दैन है गाइज। मैले चाहिँ फाइनली मासु ल्याएर आइसकेँ। अब चाहिँ म बनाउँछु मासु। मलाई नि किन होला है, मान्छेभन्दा बढी जनावरकै माया बढी लाग्छ क्या। मान्छे बरु मेरो अगाडि मरेको देखे पनि नि मलाई त्यति साह्रो लाग्दैन के, बरु डर चाहिँ लाग्छ है। आँखाबाट त्यति छिटै आँसु झर्दैन, तर त्यही मान्छेको ठाउँमा एउटा जनावर छ भने चाहिँ यति छिटो आँखाबाट आँसु झर्छ नि थाहा नै हुँदैन क्या। म यति छिटो रुन्छु है। त्यहाँनिर केही भइरहेको होस् न, कुकुर होस्, बिरालो होस् है, मुन्नीहरू होस्, मलाई यस्तो माया लाग्छ। के गर्नु गाई, जिन्दगी यस्तै छ, मान्छेभन्दा बढी जनावरको माया लाग्छ। म चाहिँ पूर्व जन्ममा मेरो मुन्नीको छोरी थिएँ क्या, त्यसैले मलाई त्यस्तो माया लाग्छ जस्तो लाग्छ है। जनावरहरूको अब मुन्नीको छोरी भयो भने अरू जनावरको किन माया लाग्छ त भन्नुहुन्छ होला हजुरहरूले। अरू जनावरको पनि माया लाग्छ कि, म यस्तै छु। जे सोच्नुहुन्छ सोच्नुहोस् तपाईँहरूले। मलाई मानिसको चाहिँ माया लाग्दैन क्या, किन होला, जे भए पनि लाग्दैन। बोल्दा बोल्दै म कहाँ पुगिसकेँ गाइज। मैले चाहिँ आज मासु यसरी पकाएकी छु, हजुरहरूले पनि हेर्नु होला। अनि यसरी नै बनाउन मन लाग्छ भने बनाउनु होला, नत्र हेर्नु होला, लाइक कमेन्ट गर्नु होला, कस्तो बनाएकी छु भनिदिनु होला। अब मेरो चाहिँ मासु लगभग पाकिसकेको छ। मासु पनि पाक्यो, अनि मैले भात पनि पकाइसकेँ। हाम्रो सरले चाहिँ मासु भएको बेला दाल खान रुचाउनुहुन्न गाइस, त्यसैले मैले दाल पकाइनँ, पापड, भात अनि मासु मात्रै पकाएँ। सो तपाईँहरूले अहिलेसम्म हेरिदिनु भयो, धेरै धेरै धन्यवाद। मैले चाहिँ खाना पनि बनाइसकेँ। अब चाहिँ म डान्स गरेर बिदाबारी हुन्छु। हस् त, नमस्कार।